हिन्दू धर्मग्रन्थ अनुसार मानव विकास विज्ञानभन्दा अगाडिको दर्शन। के तपाईले कहिल्यै सोच्नु भएको छ मानव विकास साँच्चै बाँदरबाट मात्रै सुरु भयो त, वा हजारौं वर्ष अगाडि लेखिएका हिन्दू धर्मग्रन्थहरूमा मानव विकासको अझ गहिरो रहस्य लुकेको छ? आजको यो डकुमेन्ट्रीमा हामी बुझ्नेछौँ हिन्दू दर्शन अनुसार मानव विकास केवल शरीरको होइन, आत्मा र चेतनाको यात्रा हो। पार्ट 1, आत्मा र शरीरको विकास। हिन्दू धर्मको मूल अवधारणा भन्छ शरीर नश्वर हो, आत्मा अमर हो। भगवत गीता अनुसार मानव विकासको केन्द्र शरीर होइन, आत्मा हो। गीता 2:22 भन्छ, जसरी मानिसले पुराना कपडा फेर्छ त्यसरी आत्माले शरीर फेर्छ। अर्थात् मानव विकास बराबर जन्म मरणको चक्र होइन, चेतनाको स्तर माथि उठ्ने प्रक्रिया हो। पार्ट 2, दशावतार र विकासको क्रम। हिन्दू धर्ममा विष्णुको दशावतार केवल धार्मिक कथा होइन, यो मानव विकासको प्रतीकात्मक नक्सा हो। क्रमशः हेर्दा मत्स्यावतार जीवन पानीबाट सुरु भयो, कुर्म अवतार जल थल दुवैमा जीवन, वराह अवतार स्थलमा जीवनको विस्तार, नरसिंह अवतार पशु र मानवको बीचको अवस्था, वामन अवतार सानो तर बुद्धि भएको मानव, परशुराम शस्त्र प्रयोग गर्ने शक्तिशाली मानव, राम नैतिकता र मर्यादाको विकास, कृष्ण राजनीति कूटनीति र पूर्ण चेतना, बुद्ध करुणा अहिंसा र आत्मबोध, कल्की पुरानो अधर्मको अन्त्य नयाँ युगको सुरुवात। यो क्रम हेर्दा डार्विनको इभोल्युसनसँग अद्भुत समानता देखिन्छ। पार्ट 3, मनु र मानव सभ्यता। मनुस्मृति अनुसार मनु पहिलो मानव मात्र होइन, पहिलो समाज निर्माता हुनु। यहीँबाट सुरु भयो विवाह प्रणाली, कृषि, कानुन, राज्य व्यवस्था। मानव विकास बराबर जङ्गलबाट सभ्य समाजतर्फको यात्रा। पार्ट 4, 4 आश्रम, चेतनाको विकास। हिन्दू दर्शनले जीवनलाई 4 चरणमा बाँडेको छ। 1, ब्रह्मचर्य शिक्षा र अनुशासन। 2, गृहस्थ कर्म परिवार समाज। 3, वानप्रस्थ वैराग्यको सुरुवात। 4, सन्यास आत्मबोध र मोक्ष। यसले देखाउँछ मानव विकास केवल जवान हुनु होइन, आन्तरिक परिपक्वता हो। पार्ट 5, कर्म र पुनर्जन्म। हिन्दू धर्म भन्छ मानव विकास कर्मसँग जोडिएको छ। विशेषताहरू: राम्रो कर्म उच्च जन्म, खराब कर्म अधोगति। यसकारण इभोल्युसन बराबर शारीरिक परिवर्तन मात्र होइन, कर्म सुधारको प्रक्रिया पनि हो। पार्ट 6, विज्ञान र हिन्दू दर्शन। विज्ञान शरीरको विकास, हिन्दू दर्शन चेतनाको विकास। एक जीवन अनेक जन्म, जीन कर्म संस्कार, सङ्घर्ष धर्म अधर्म। विज्ञानले कसरी भन्छ, हिन्दू दर्शनले किन भन्छ? कन्क्लुजन अथवा आउट्रो। हिन्दू धर्मग्रन्थ अनुसार मानव विकासको अन्तिम लक्ष्य धन शक्ति वा टेक्नोलोजी होइन, मोक्ष हो, पूर्ण चेतना, आत्माको मुक्ति। यदि तपाईलाई यो डकुमेन्ट्री ज्ञानवर्धक लाग्यो भने लाइक गर्नुहोस्, कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र यस्तै गहिरा विषयका लागि च्यानल सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।